हामी अब हिँड्न लाग्यौँ बबाल दामी हुने रहेछ है आवाज छ किन पछि गयो त्यो चाहिँ हो अमूल्याको बजार खाजा खाएको होटल शोभा होटलमा रहेछ है लोकेसनमा चाहिँ हामीलाई लोकेसन सेयर गरेको छ सो हामी त्यहाँ जाँदैछौँ तुमने शॉपिंग किया कि नहीं किया नहीं किया इधर कुछ भी नहीं मिला किन्ने चाहिए ना कुछ मिलेगा यार बहुत सारा है तुम्हारे लिए भी यार अच्छे वो पैंट दिखा रहा है सो अभी हमें है इंडिया के मार्केट के रुक रहे हैं जो यहाँ पर दिखता है लेडीज़ के लिए बहुत अच्छे कपड़े मिल जाता है वो दिख रहा हो साड़ी और ये और क्या कुर्ता सिला टॉप्स का आइटम बहुत अच्छा से मिलता है अब हमको हमारा लिए नहीं चाहिए और हमारा फैमिली के लिए भी नहीं चाहिए क्योंकि वो कैसे पसंद करता है वो हमको मालूम नहीं है हाँ बोलो यहाँ पे अगर आप बाहर जाओगे बाबागंज 5-10 किलोमीटर आगे तो नहीं 3 लोग बैठने चले जाओ कोई दिक्कत नहीं बाई चांस चेकिंग वेकिंग अगर लगता है तब दिक्कत करता है बाकी ऐसे नहीं होता है आराम से हम 3 आदमी एक बाइक में चलो तो दिक्कत नहीं है विदाउट हेलमेट नहीं लगा के गुड मर्निङ गाइस अनि सबैजनालाई नमस्ते छ अनि सबैजनालाई फेरि पनि वेलकम अनि अहिले म जाँदैछु नेपालगञ्ज त्यहाँ चाहिँ भाइको बिहे छ साथीको भाइको अनि सो जाँदैछु मेरो साथीहरू तल वेट गर्दैछ अब हामी एकछिनमा निस्किनेवाला छौँ आजको दिन बबाल रमाइलो हुनेवाला छ भाइले चाहिँ जुत्तामा सुट राख्दैछ ल ल बबाल के बुट चाहिँ यता हेर्दा कस्तो देखेको छ ल अब चाहिँ फाइनली पोलिस गरेको थिएँ औडा भएर निस्किनेवाला छु अहिले ब्याग पनि प्याक भइसक्यो अनि यो गोब्रोको सामान जहिले छुटिरहेको हुन्छ क्या अब आज चाहिँ गोब्रोबाट भिडियो बनाउनु पर्ने हुन्छ किनभने बाटोमा मोबाइलले भ्याउँदैन नि त सो त्यही भएर यसकोबाट भिडियो बनाउनु पर्नेवाला छ सो अब फाइनली रेडी हुन लागिसक्यो अलि ढिला हुन्छ कि भनेर चाँडो निस्किनु खोजेको त्यो गर्दा यो टाङ्गाको ठाउँ हुँदैन गएछ है सो नेपालगञ्जमा गर्नु चाहिँ डेन्जर छ होला यहाँभन्दा तर पनि अब जानु त पऱ्यो होइन साथीको भाइको बिहेमा बबाल रमाइलो हुने रहेछ आजको दिनमा सो गाइस तपाईँहरू पनि यो दिनहरूमा बबाल इन्जोय गर्दै हुनुहुन्छ होला कामहरू गर्दै हुनुहुन्छ होला सबै कुरा असल गर्दै हुनुहुन्छ होला फाइनली अब निस्किन आँटेको निस्किनलाई अब केही समय मात्र बाँकी छ सो पानी लगाउँ कि भनेर सोचेको अब बाटोमा किन्न पर्छ सबैले जुस कपाल चाहिँ डेन्जर बिग्रिरहेको गाइस है कपालको कुरा नगरौँ एकछिनपछि भेटौँ फाइनली लाइन पनि आइसक्यो गाइस लाइन औडा गर्न थालेको छु यो गर्मीको टाइममा सो अब म निस्किन लागेको फाइनली ढिला भए तापनि अब हामी रोड हिँड्नेवाला छौँ त्यसमा के आयो यस्तो फेरि ल गाइस सबै भेट्नुहोस् तल गएर है त सो फाइनली निस्किनु लागेको म मम्मी कति लान्छु म गएँ है त म गइसकेँ म निस्केँ है तपाईँ आउनु ढिला गर्नुहुन्छ होला कतै आउनुहुन्छ ढिला भयो क्या निस्किनु लाग्छु अब खाना खाइसकेँ सो फाइनली निस्केको अवस्था है अब चाहिँ हिँड्नै पर्ने हुन्छ डबल ब्याग यसलाई अगाडि राख्छु केटालाई यो चाहिँ बोकाउनु पर्ने हुन्छ जस्तो लाग्यो ए बोकाउनु त हुँदैन त्यहाँ गएर डोरी लिएको छ डोरीले बाँधेर लग्न पर्ने हुन्छ ल आजको दिन आजको यात्रा बाइक पर्दैन फाइनल म साथीको घरमा छु अनि अहिले सेल्फी लगाउँदैछु अनि साथीहरू सकेर रेडी भएको होला भन्दाखेरि अझै मेकअप लगाउँदै रहेछ कि सो त्यही भएर म पनि सेल्फी लगाएर रेडी हुँदैछु अब हाम्रो यो डोरी बाँध्ने कार्यक्रम हुँदैछ अहिले एकतर्फी बाँध्न लाऊ दुईतर्फी बाँध्न लाऊ
ल फेरि त्यतिर ल्याऊ यबाट हान्छु है एउटा भिडियो पानी भाइ ल अब चाहिँ फाइनल हामी यहाँबाट निस्किन लाग्यो हम बाटोमा के भयो म भनिहाल्छु तिमीहरूलाई डेन्जर गर्मी छ यहाँ त शीतलमा भएर ल राजु यता हेर त के भन्नु छ राइड कस्तो हुने ला यता के बोल्छौ स्टार्टिङ उसमा छ प्रोसेसमा छ अब मजाले हुन्छ अब राइड चाहिँ कति एक्साइटेड छौ म लास्टै बाबाले नै धेरै पछि यसरी लङ जाँदैछौँ होइन हो सही अनि मनिष भाइ तिमीले के भन्नु छ बाइन सक्यो ल भन त तिमी पनि जाओस् ल हाई हेलो अरू यस्तै हो हामी अब यहाँदेखि नेपालगञ्ज जाँदैछौँ अलि टाढाको यात्रा हो राम्रोसँग अब जानु पर्यो हामी ल ए ल ल ल ल यसो त हातमा टच गरौँ यसो हानौँ न त ल मनिष भाइ ल ल बबाल दामी हुनेलाई छ है म आवाज छ किन त्यो चेक गऱ्यो यसमा त मैले अस्तिमा त सर्भिसिङ हातमा हालेको यार केटाहरूको पनि 1400 छ भन्न थियो आउँदैछ बबाल दामी हुनेलाई छ आजको राइड चाहिँ ल ल म भेट्नेछु बाटोमा है त फाइनली हामी चाहिँ हिँडिसक्यो अहिले हामी छौँ चौकेराको उकालोनि र हामी चाहिँ यता तुलसीपुरबाट नगएर हामी चाहिँ यता लमाईको बाटो जाँदैछौँ अनि हाम्रो दुईजना साथी चाहिँ लमाईमा आउँदैछ अरे अनि उनीहरूसँग सानो भेटघाट छ खासमा उनीहरू चाहिँ हामीसँग जाने चाहिँ होइन तर यसो भेटिहालौँ भनेर अनि हामी लमाईको बाटो जाँदैछौँ बबाल इन्जोय हुँदैछ आजको दिनमा केटाहरू पनि लास्ट एक्साइटेड छ अनि हामी सबैजना दामी हुनेवाला छ है सो सायद भाइ चाहिँ सेन्ट्रल फुड ह्याप्पी दिन लिन गएको हिँड्ने बेला मुख मिठा गर्नु पऱ्यो भन्छ सो अहिले चाहिँ फिल हाल्न रोकेको थियो फेरि यहाँबाट हामी निस्किँदैछौँ एकछिन शीतल पाएको त क्या आनन्द आएतिर ल ल हेर्नु त यस्तो डुलो खुवायो फेरि गाडीले अघि ओभरटेक गरेर कामै भएन नि त है ठुल चाहिँ हाल्यो ल मगाएर कुच्चु सामान हेर है सामान है ल दामी हुनेलाई छ आजको राइड बबालिङ चाहिँ हुँदैछ सो यो तल्लोको मुचकोटको ओह्रालो झर्दैछ अहिले हामी यहाँ चाहिँ पहिला गाडी चढ्ने आदत नभएर डेन्जर बम्बिँदा आउने क्या मलाई चाहिँ सानैबाट गाडी लाग्छ नि त त्यही भएर बाटो सम्झिँदै मलाई वाक्क लाग्छ यार सो अहिले चाहिँ पानी परिसक्यो है बम्बिँदा आउने त्यस्तो केही पनि छैन खुसीको कुरा सो फाइनली हामी लमाई आइपुग्नु थालिसक्यो अनि यहाँनिर चाहिँ यो किन मलाई ओभरटेक गर्नु खोजिरहेको थियो फाइनली यसलाई ओभरटेक गरेँ पछाडि मेरो साथीहरू छन् त्यो बिस्तारै रोकिरहेको थिएँ यिनी डबल थियो नि त त्यही भएर उसलाई ओभरटेक गर्नु गाह्रो भइरहेको थियो अगाडिबाट ओभरटेक गर्थ्यो कि मलाई अनि मलाई यसलाई देखेर कुदाउनु मन लागेको थियो है भाइ त है सो पछाडि आउँदैछ केटाहरू कुदाउनु चाहिँ डेन्जर कुदाउँदो रहेछ फाइनली हामी अब अमौली आइपुग्न लागिसक्यो अनि यस्तो अमिलामा रुखेर पानीसानी खानुपर्ने हुन्छ डेन्जर गर्नु छ नि त गाइज सो कोलपुर आउनलाई अझै 76 किलोमिटर बाँकी छ भने अमौली आउनलाई मात्र 3 किलोमिटर फाइनली हामी अहिले चाहिँ खाना खान्छ कि यस्तो गरिमा लाइन जान्छ अनि के गर्ने होला गाइज ल अब हामी चाहिँ खाँदैछौँ है ल कस्तो भइरहेको यात्रा जोड्ने यात्रा अब हाम्रो के भन्छ अमेलियासम्म कता राम्रै भएको छ त्यसपछि पनि राम्रै हुनेछ आशा छ राम्रै हुनेछ होइन भाइ हामीले ल्याम्बो गर्ला होइन खानै पऱ्यो होइन हामी भेट्नेछौँ अब खाजा पछि फाइनली अब यहाँबाट खाजा खाएर हामी निस्किन आँट्यो गर्मी चाहिँ डेन्जर गर्मी छ ल खाजा मिठो रहेछ बुबल जाने ल मस्त चल्यो अब यहाँबाट लाग्यो जाने ल फेरि हिँड्नलाई हामी यता अमेलियाबाट ल अब यता सुरु हुने लाग्छ बबाल दामी हुने लाग्छ फेरि खाजा खा टिप त भयो जस भाइ मैले चाहिँ बाटोमा चाहिँ ननिदाऊ है निन्द्रा लाग्छ भाइ है ल
डेन्जर छ गर्मी चाहिँ। अब निस्कनु पर्ने हुन्छ। यो चाहिँ हो अमूल्याको बजार खाजा खाएको होटल शोभा होटलमा रहेछ। यहाँ चाहिँ हामीले लोकल कुखुरा अनि भुजा चिउरा दही के खाएँ न के भनिराख्नु। अब हामी भेट्नेछौँ बाटोमा आयो त। बाटो चाहिँ राम्रो छ है, साह्रो भयो भने वाइल्ड छ है बाटो चाहिँ। कुदाउन बबाल मजा आउने। गाइस तपाईँहरूले त केटाहरूलाई चाहिँ यो क्वेसन छ है, सोलो राइड चाहिँ कति जानुभएको छ यो बाटोमा, कुदाउन कति मजा आउँछ तपाईँलाई थाहै छ होला नि है। यो गर्मीको मौसममा तातो चिसो हावा खाँदै बाइक कुदाउनुको मजा नै छुट्टै आउँछ है। स्पेसली बाइक राइडरको लागि, बोइजको लागि है त। जस्तो आजकल त बसले मन पराउँछ नि त राइड गर्नलाई। फाइनली हामी कुसुममा आइपुगिसक्यो। अब यो कुसुमलाई हामी बिदा गर्दै फेरि लाग्यो अगाडिको बाटो। गर्मी र कुरै नगर्नु है गाइस, गर्मी बबालै छ। तर सबै कुराबाटको पछाडि चाहिँ इन्जोय छ क्या। अनि त्यो मोमेन्टलाई नै हामी क्रिएट गर्दै गइरहेको छौँ यो समयमा। अहिले चाहिँ हामी पुलमा आएर रोकिरहेको भन्ने हुन्छ चाहिँ के गर्नु, माछा मार्न लाग्नुपर्छ। केही त जाँदैछौँ हेर्नको लागि। हेर्न सक्नुहुन्छ डेन्जर छ है ठाउँ चाहिँ। त्यो पसिनाको कुरा नगरौँ, हेर्न सक्नुहुन्छ। अहिले चाहिँ हामी यो पानी खाँदैछौँ। पानी खानलाई पनि 20 मिनट कुर्नु पऱ्यो अरे नै। पसल खोज्दा खोज्दा कति पाएन। अहिले हामी चाहिँ यो दाइ कुन ठाउँ हो दाइ, यो कुन ठाउँ हो यो? भनियापुर भौनियापुरमा आएछौँ र फाइनली पानी पाएर खाँदैछौँ। भाइ कस्तो भइरहेको तिमीले नि यसले चाहिँ स्प्राइट खाँदैछौँ। सो बाउले इन्जोय हुँदैछ। अब अलिकति गर्मी त अब सधैँ भइहाल्यो होइन। हिँड्ने क्रममा यस्तो माइनर कुरा, कहिले पानी पर्छ कहिले गर्मी हुन्छ, त्यो छँदैछ। तर त्यो सबै कुराको पछाडि इन्जोय चाहिँ बवाल छ है। त्यो कुराले हामी मनन गर्दै भड्किरहेको मैले। सो तपाईँहरू चाहिँ हेर्न सक्नुहुन्छ, यो चाहिँ सर्टकट बाटो हो। उताको कोलपुर हुँदै गयो भने चाहिँ यो लङ पर्न जान्छ होइन। तपाईँको धेरै कति किलोमिटर भन्दै थियो एक्ज्याक्ट मलाई थाहा भएन। तर त्यहाँबाट चाहिँ तपाईँको 1 घन्टा जति, लगभग 45 मिनट जति यहाँबाट नजिक। सो फाइनली हामी रुममा आएर यस्तो फ्रेस भइसक्यो। भाइ खतरा ह्यान्डसम देखेछ कि कस्तो लुक्स थियो ल त अन्त सर? हजुर ल कस्तो देखेछ? कस्तो भयो यात्रा? जगास दामी नै। अब चाहिँ हामी यसो नेपालगञ्जको नयाँ नयाँ के छ खाने आइटमहरू चाहिँ जाँदैछ सोच्दै टेस्ट गर्नु नि। ल ल भाइ पनि खतरा देखिरहेछ। ल भाइ मिलेंगे। त्यो कपडा चेन्ज गरेर अब हामी चाहिँ निस्किनु पर्ने हुन्छ है। बबाल दामी। ल अब भेटौँ बाहिर। सो अहिले हामी चाहिँ नेपालगञ्जमा छौँ। फाइनली नेपालगञ्जमा पुगेर हामी बाहिरतिर निस्किनु लागेको। अनि यसो साथीलाई भेटेर भित्रभित्र जाऊँ भनेको। एउटा साथीले हेर्दैछ कि उसले, अनि साथी नै भेटिरहेको छैन क्या। त्यो साथी कुन लोकेसनमा छ हामीलाई लोकेसन सेयर गरेको छ। सो हामी त्यहाँ जाँदैछौँ। हेर्नु सक्नुहुन्छ बबाल खतरा डेकोरेसन गरेको छ। नेपालगञ्ज पहिलो पटक के लेखिरहेछ है। अझै बबाल देखिरहे कता हो कम्ती बनाएर खाएँ हामीलाई। ल यता त नेपालगञ्ज एरिया त अहिले के लागिरहेको छ हामीले के थाहा भएन। सन्च बबाले आइरहेछ है। बाइकको मौसम पर्फेक्ट। ल हामी यहाँबाट तल्लो गल्लीबाट निस्किरह। पहिलाको याद आयो यार, पहिला भेनाहरूसँग आएको थियौँ त यता। अनि त्यो बेला लस्सी खाएको याद आयो साइडको पसलमा। अहिले हामी चाहिँ कुन रोड हो इच्छा थाहै भएन कि मलाई। यहाँबाट तलतिर निस्किरह। अहिले बुझाइदिएर हिँडिरह क्या। पुलिस पनि के नभन्दो रहेछ क्या यतातिर है। ल हामी यहाँबाट तल पुगिरह है। एकछिन पछि भेटौँ। भाइ र म चाहिँ गर्दैछ। अनि माया लगाइदिँदैछ कि
अहिले हामी चाहिँ ब्रिजको अगाडि छौँ फेरि यहाँ कन्टिन्यू अगाडि बढ्दैछौँ त्यो कहाँ पुगेको चाहिँ भाइहरू थियो हामीले गोबरबाट गएर खाना है भिडियो त्यो गएर त्यो यहाँ अगाडि निस्केको छ अब त्यो कन्टिन्यू अगाडि बढ्नेवाला छ हामी है अहिले हामी चाहिँ साइडको एरियातिर छौँ अनि सुनिलले आफ्नो दाइकोसँग भेट्दै हुनुहुन्छ अनि उहाँलाई चाहिँ हामीले जुस दिनुभएको थियो खाँदै हो अहिले हामी चाहिँ चस हान्थ्यौँ न त चस ल कस्तो छ कुन फ्लेभर हो मिठो छ टेस्ट बोबा यो कस्तो छ भन्दाखेरि लेमन पानी हुन्छ नि निम्बु पानी त्यस्तो टाइपमा छ न्यू टेस्ट मिठो छ फाइनली हामी चाहिँ अहिले रुपैयाँतिर राख्दैछौँ साँझ भइसकेको छ तापनि हामी यसो मिलेर भनेर निस्केको र अहिले चाहिँ हामी लगभग घुम्न आइसकेको छ पूजाको साइडतिर अनि हाम्रो सबै चाहिँ गर्दैन तर पनि यतिकै अब आएको बेला निस्केर भनेर यसो रिफ्रेसमेन्टको लागि जाँदैछौँ त्यो साँझ भएको कारणले गर्दाखेरि हावा चाहिँ गोबाल दामी चिसो हावा आइरहेको छ र अहिले हामी यसो भाइले चाहिँ हलुवा पुरी खानु गएको भनेर प्लान बनाउँदैछौँ अब किन नदेखाए पनि हल्ला खाएको चाहिँ देखाउने चाहिँ किनभने त्यो चाहिँ यताको फेमस छ नि त सो त्यही भएर अनि अगाडि लगाइसक्यौँ हामी चाहिँ गोबालै हुँदैछ अहिले चाहिँ इभिनिङमा यो लाइटहरू चाहिँ गोबाल दामी देखिरहेको छ लाइटिङको कलर चाहिँ लाइट चाहिँ अनि यो चाहिँ वाने भाकाले गर्दाखेरि मान्छे खिचेर आएको छ लाइटको साउन्ड आउँछ है हामी छिरिसक्यो यहाँबाट भित्र थोरै मात्र बाँकी छ यहाँबाट भित्र छिर्नलाई उता चेकिङ गर्छ कि नै हाम्रो थाहै भएन क्या त्यो अब भित्रभित्र हाल्दैछौँ है छिर्नु पाउँछ होला इजिली मैले कहाँबाट छिरेको पाउँछ यहाँबाट छिर्न यहाँबाट थाहै भएन क्या हाम्रो ल अब चाहिँ भित्र छिरिसक्यौँ टोल रोडको अब हेन्डल कार्डहरू के देखाउनु पर्ने हो कि के हो पहिलाको भवन चाहिँ अलि भवन छ अरे गेट चाहिँ सानो थियो अलि चाहिँ ठुलो गेट बनाइरहेको रहेछ है हेरेर चाहिँ अनि साँझ भएको कारणले गर्दाखेरि चल पनि बढी छ है यताको बाटो पनि बनाउँदै रहेछ पहिला मगाउँदा पनि बनाइरहेको नसकेको रहेछ ल ल ल अब चाहिँ भित्र हामी लागिसक्यो भारतलाई वेलकम गर्दै यताको सबै गाडीहरू इन्ट्री हुनेहरूलाई पाउनेहरू सो अहिले हामीले चाहिँ भर्खरै आइडी कार्ड इन्ट्री गरेर अनि सो गरेर हामीले चाहिँ अब भित्र यो रुपैयाँको मार्केटमा छिरिसकेको छ अनि अलि गेम आएको भए चाहिँ अहिले यस्तो हुन्छ नि के चाहिने कुराहरू बाइकलाई अलि मोडिफाई गर्ने स्टिकर अनि के भन्छ यो मलाई बोल्डहरू चाहिएको थियो अनि सिट कभरदेखि लिएर त्यस धेरै कुराहरू चाहिएको थियो तर केही छैन नेक्स्ट टाइम लिएर अहिले चाहिँ हामी के घुम्न आएको छ सो गाइस यो चाहिँ मेरो फर्स्ट भिडियो हो है यताभित्र मैले आफ्नै बाइक लिएर आएको चाहिँ पहिला भेनाको बाइकमा आएको थिएँ यताभित्र अहिले चाहिँ आफ्नै सिङ्गल राइड लिएर आएको छ है अनि बोबाले चाहिँ यताको चलपल मार्केट र भिडभाड चाहिँ बोबालै छ साँझको टाइममा अझै यताको लाइटिङहरू चाहिँ बालेको छैन यहाँ चाहिँ एकदम फ्री स्टाइल चलाउन पाइँदैन क्या ऱ्यान्डमली है बिन्दास पारामा हेरेर सबै नलगाएर के चलाएर हुन्छ क्या ल ल ल यहाँ चाहिँ हल्का निस्किने छ सो अहिले चाहिँ भित्र सबै बगेर के भन्दैछ साथीले अनि साँझ भएकाले गर्दाखेरि किन्ने कुरा भयो पनि हामी भोलि आउनेछौँ अहिले चाहिँ मार्केटको नजरा बदाम सेक खानुपर्छ क्या भाइ यार त्यहाँनिर बदाम सेक राखेर थियो कस्तो पर्छ नि यहाँ त भाइला बदाम सेक खामलाई त्यो रोक्यो भने कतै है अहिले राम्रो ठाउँमा वाइल छ है बिन्दास पारामा चलाउने गाडी चाहिँ ओहो सो गाइस यहाँ चाहिँ बबाले हुँदैछ अहिले अहिले म छु रुपैयाँको मार्केटमा
अनि हेर्न सक्नुहुन्छ यहाँको चलपल इभिनिङ टाइममा बवाले हुँदैछ है। सो भाइले चाहिँ मोबाइलको कभर हेर्दैछ, त्यही भएर भित्र गएको छ। अनि हामी माइला म चाहिँ यहाँ छौँ। माइला कैसा है यार? ठीक है, इसलिए बात करो यार। हम इधर यार रुपड़िया बाजार में आए। इधर ये मोहल्ला, ये कपड़ा वाला मोहल्ला है। इधर सब लेडीज का मिलता है और जेंट्स का तो अच्छे नहीं मिलते, कुछ भी नहीं मिलता इधर यार। तुमने शॉपिंग किया कि नहीं किया? नहीं किया, इधर कुछ भी नहीं मिला। कितना चाहिए ना, कुछ मिलेगा यार, बहुत सारा है तुम्हारे लिए भी यार। अच्छा अच्छा, वो पैंट दिखा रहा है, अब पैंट टी शर्ट दिखा रहा है यार। कुछ भी नहीं, इधर कुछ भी नहीं, सब क्या बोलते हैं, लो क्वालिटी खत्म है, खत्म है। तो आई लेने के लिए मॉल में जाना पड़ेगा ना, ऐसे में तो सस्ते में मिल जाता है। और कुछ नहीं लिए खाने के लिए, खाने कुरा खाने के लिए कुछ भी नहीं इधर। काजू बादाम वो होता है ना, कुछ भी नहीं। अभी तो आए इधर बाजार पे। सो आप देख सकते हो, अब देखेंगे इधर क्या क्या मिलेगा। ठीक है, हमको भी देखा हुआ पकड़ो। सो अभी हमें है इंडिया के मार्केट के रुक रहे हैं, जो यहाँ पर दिखता है लेडीज़ के लिए बहुत अच्छे कपड़े मिल जाता है। वो दिख रहा हो साड़ी और ये और क्या कुर्ता सुला टॉप्स का आइटम बहुत अच्छा मिलता है। अब हम वो हमारा लिए नहीं चाहिए, वो हमारा फैमिली के लिए भी नहीं चाहिए, क्योंकि वो कैसे पसंद करता है वो हमको मालूम नहीं है। तो आप सुन के हंस रहा है क्योंकि मेरा हिंदी अच्छा नहीं है, इसलिए मैं आपको हिंदी जस्ट इन्टरटेनमेंट कर रहा हूँ अभी। ये देखिए जो इभिनिङ टाइममा यो मार्केट चाहिँ बवाली छ। यो चाहिँ मेन बाटो पछिको भित्रको मार्केट हो। अनि यहाँनिर चाहिँ हेर्न सक्नुहुन्छ जुनसुकै एरियामा पनि यो साडी टप्स आइटम यताउता सबै देखिरहेको छ भने बोइजको लागि चाहिँ कम नै पाउँछ। यहाँनिर पाउने हाम्रो मोबाइलको अलिक केही सामानहरू चाहिरहेको थियो, त्यो चाहिँ भाइले लिँदैछ। सो हेर्न सक्नुहुन्छ यहाँको चलपल चाहिँ वाइल्ड छ है। तो हेर्न सक्नुहुन्छ यहाँको मार्केट तपाईँहरूले अलि थोरै बारेमा भनिसकेँ। जो यहाँ पर हेलमेट लगाता है उसको कुछ मतलब नहीं, हेलमेट में भी खुला छोड़ो तो कुछ फर्क नहीं पड़ता है। ट्रिपल रोड भी कुछ फर्क नहीं पड़ेगा, यहाँ का पुलिस कुछ नहीं बोलेगा। वो हमारे नेपाल में तो बहुत चाहिए थी यार। हाँ, आपको देखो जितना चाहिए यहाँ पे क्या है, यहाँ पे अब इससे अगर बाहर जाओगे, आई कर दो हाँ बोलो। यहाँ पे अगर आप बाहर जाओगे बाबागंज 5-10 किलोमीटर आगे, कभी तो उतना ही 3 लोग बैठने चले जाओ, कोई दिक्कत नहीं। बाई चांस चेकिंग वेकिंग अगर लगता है तब दिक्कत करता है, बाकी ऐसा नहीं होता है, आराम से। हम 3 आदमी एक बाइक में चलो तो दिक्कत नहीं है, विदाउट हेलमेट नहीं लगा के। तो यहाँ की फेमस खाना क्या है, खाने के लिए फूड? यहाँ डेली वहीं पे आपको मतलब शाकाहारी क्या है? आपका नाम क्या है? हाँ इमरान। इमरान, उनके अच्छा लगेगा। मेरा नाम जेम्स है। मिलेंगे फिर, आइए। ये आपका शॉप है? ओए अहिले चाहिँ हामी यता सपिङ गरेर निस्किँदैछौँ। अनि एउटा चाहिँ मैले घरमा बसी स्लिपर्स ल्याएको छु, अनि भाइले चाहिँ एउटा डेलिजको लागि एउटा हाफ प्यान्ट र स्यान्डल लिएर आएको छौँ। अब हामी अब धेरै रात परिसकेको छ, सो निस्किँदैछौँ अहिले यहाँदेखि। परिसकेको छ र हामी त्यहाँबाट निस्किन थालेका छौँ बोर्डो साइडबाट अगाडि पुग्न थाल्यो। र अहिले चाहिँ हाम्रो भोक लाग्न थालिसक्यो। अनि यता खाजा केही खाउँ भनेको खासै भनेको त्यो पाएन कि फुडहरू चाहिँ दम्न थियो, त्यो चाहिँ अलिकति अन्यहरू लागेर हामी गयो अगाडि गएर खानेकुरा गऱ्यो। बाबाले इन्जोय भयो आजको दिनमा, अनि आशा गर्दछु तपाईँहरूले भ्लग हेरेर राम्रो इन्जोय गर्दै हुनुहुन्छ होला। सो अब हामी चाहिँ अब इन्जोय गर्नुपर्नेछ, हाम्रो चाहिँ जानेछ हो त। सो हामी यहाँ हेर्न सक्छौँ, मान्छेले त्यहाँनिर आएको लगभग भइरहेको के भयो यार, इन्जोय भइरहेको मान्छे यार। कति भयो यार, छुट्याएको दिन चाहिँ आगो लागिरहेको गाई के हो यस्तो जग्गाको। आमा लास्टै ठुलो आगो लगाइदिएको छ है, ठुलो आगो लाग्यो यार, आमामा